यी पार्टीहरूले जनतालाई चाहिँ छोडेको जस्तो, देशको समस्यालाई चाहिँ उठाउन नसकेको जस्तो, जे कि बीच बीच में तत्कालीन शाही सेना सब चेक पोस्ट पे चेक करते रहे, तो यो को नहीं घबराहट भएको ओपन कार्य क्षेत्र में खुल्यो। तपाईले जति सम्पत्ति उपारे पनि ती छोराछोरीहरूले मर्ने बेलामा तपाईहरुलाई धन्यवाद दिँदैन, तर देश र जनताको लागि तपाईले बलिदान दिनुभयो भने अवश्य पनि इतिहासले सम्झिनेछ। सबभन्दा पहिले म कमरेड जवाहरलाल यादव, जसलाई म राम्रोसँग चिन्थेँ, म विद्यार्थी हुँदाखेरि उहाँसँग केही समयसँगै काम गर्ने एउटा मौका मिलेको थियो र उहाँ निकै राम्रो एउटा वक्तव्य भाषण गर्ने, सायद तपाईँहरू धेरैले उहाँको चाहिँ भाषण सुन्नुभएको होला। उहाँ भाषण गर्न सक्ने मान्छे, जनतालाई सङ्गठित गर्न सक्ने मान्छे र अत्याचारको विरुद्धमा, जाली तथा जमिनदारहरूको शोषणको विरुद्धमा, यहाँका विगतका सामन्तहरूको विरुद्धमा विद्रोह गर्ने र जनताको एउटा पक्षमा तलसम्म उभिन सक्ने एउटा योद्धा पनि हुनुहुन्थ्यो। उहाँसँगै हामीले कमरेड रामवृक्ष यादवलाई पनि हामीले चिन्थ्यौँ। जनयुद्धभन्दा अगाडि नै उहाँको चाहिँ हत्या गरिएको थियो, उहाँ शहीद हुनुभएको थियो, लगायत थुप्रै शहीदहरू हुनुभएको छ। तर आज विशेष त कमरेड अजबदारको सम्झनामा यो स्मृति सभा आयोजना गरिएको छ। म आफ्नो आदरणीय कमरेड अजबदारप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु। उहाँका सबै परिवार, जीवनसङ्गिनी शिलादेखि आमादेखि आज बिहान मात्रै आमाले अहिले पनि सोध्दै हुन्थ्यो, मेरा छोराहरू फर्केर आउँछ कि आउँदैनन्। एउटै परिवारबाट 3-3, 4-4 जना होइन शहीद बनाएको आमा, होइन एउटा शहीदको परिवार एकदमै भावपूर्वक भनिरहेको भएको थियो कि मेरा छोराहरू आउँछ कि आउँदैन भनेर। मतलब हामीले धेरै बलिदान गरेका छौँ। म सबै शहीद परिवारहरूप्रति संवेदना व्यक्त गर्न चाहन्छु र हामी जे जति कमरेडहरू यो हलमा आज उपस्थित भएका छौँ, म सबै कमरेडहरूलाई स्मृतिको अवसरमा धन्यवाद व्यक्त गर्न चाहन्छु। कमरेड अजबलाल शहीद, हामी सबै उपस्थित छौँ। केही निकै राम्रा सुझावहरू राख्नु। हाम्रो कमरेड हाम्रो मित्र पार्टीको के अरे नाम सुधाकर झा, उहाँ हाम्रो चाहिँ महेन्द्र राय यादव, अहिले हामी सँगै छौँ समाजवादी मोर्चामा, त्यो पार्टीको उहाँ चाहिँ केन्द्रीय सदस्य। त्यहाँ बस्दै गर्दाखेरि उहाँले भन्नुभएको थियो, कमरेड म चाहिँ एउटा गणतन्त्रवादी हुँ, होइन रामराजा प्रताप सिंहको पालादेखि चाहिँ होइन त्यति बेलादेखि हामी चाहिँ गणतन्त्रको पक्षमा बढेका मान्छे भनेर उहाँले चाहिँ मलाई सुनाउनुहुन्थ्यो। र अहिले तपाईँहरू लडिरहनु भएको छ, हामी सँगै छौँ भनेर उहाँले भन्नुभयो। त्यसपछि हाम्रो बुद्धिजीवी साथी, शिक्षक साथी प्रदीप तिवारीजीले यहाँ धेरै महत्त्वपूर्ण सुझावहरू राख्नुभयो। तराईका जनताले बिस्तारै क्रान्ति के हो भन्ने कुरा बुझ्दैछन्, होइन तराईका किसान मजदुरहरू फेरि एकचोटि चाहिँ परिवर्तनको पक्षमा, गणतन्त्रको पक्षमा उभिँदैछन्। आफैले खाने, गरेर खाने, श्रम गरेर खाने एउटा पार्टीको पक्षमा चाहिँ होइन जनता उभिँदैछन् र तपाईँहरू उभिनुहोस्, हामी साथ दिन्छौँ भनेर उहाँले एकदमै राम्रो चाहिँ सुझावहरू राख्नुभयो हाम्रो प्रदीप तिवारी, हाम्रो बुद्धिजीवी साथीले। र उहाँले के पनि भन्नुभयो भने अरू पार्टीहरू, थुप्रै पार्टीहरूलाई हामीले हेऱ्यौँ, यी पार्टीहरूले जनतालाई चाहिँ छोडेको जस्तो, देशको समस्यालाई चाहिँ उठाउन नसकेको जस्तो। यो हाम्रो खुल्ला बोर्डर छ, खुल्ला बोर्डरको कारणले यहाँका किसानहरू, नेपालका किसानहरू, खास गरी मधेसका किसानहरूको उत्पादन बजारमा चाहिँ होइन जान नसकेको, या किसानहरूले चाहिँ प्रतिस्पर्धा गर्न नसकेको समस्याहरू छ। र त्यो तपाईँहरूले उठाउनुहोस्, हामी साथ दिन्छौँ। नेपाली जनताको हितको निम्ति हामी फेरि जे गर्नुपर्छ गर्छौँ। विगतमा धेरै सहयोग गरेको उहाँले स्मरण गर्नु। मातृका यादव, अजबलाल यादव, के अरे हाम्रो चाहिँ रामवृक्ष यादव लगायतलाई सहयोग गरेको कुरा चाहिँ हाम्रो बुद्धिजीवी साथीले यहाँ राख्नु।
2-3 वर्षपछि फेरि के गर्यो भन्दाखेरि त्यो पोखरी चाहिँ काम नलाग्ने भयो भनेर गरेको पोखरी भरेको माटो गरेको बजेट पनि खाएछ। त्यो पोखरी बनेको छैन। एउटा उदाहरण मात्रै मैले दिएँ। यस्ता धेरै कुराहरू छन् गरिबको लागि भनेर आएका बजेट खर्च लागेका योजनाहरू बिचैमा पुगेर गएका छन्। त्यहाँभित्र जो सत्ता छ र सरकारमा छ उहाँका आफन्तहरूले कागजहरू तयार गरेर त्यसलाई चाहिँ त्यो असफल पारेका छन्। मतलब त्यसलाई चाहिँ के गरेका छन् भन्दाखेरि जसरी त्यो सरकारले त्यही सोचेर आएको होला तिनीहरू चाहिँ सबै फ्लप भएका छन्। आदरणीय मन्त्रीज्यू, र फ्लप भएका छन् हामीलाई थाहा छ। त्यहाँ गलत भएको छ, भ्रष्टाचार भएको छ, कमिसन भएको छ। तर तपाईँ हामी चाहिँ कुरामा गयौँ भने त्यहाँ तपाईँ हाम्रो कुरा सुनिँदैन। देखिएको छ त्यहाँ गलत भइरहेको छ। हामी जान्छौँ तर सर्वप्रथम त महान शहीद कमरेड अजबलाल यादव और सँगै उनका सँगै सरकारी में शहादत प्राप्त यहाँ एउटा आरो शहीद उनका प्रति और वही सँगै महान जन्मले आमूल निर्भर शहादत प्राप्त यहाँ संपूर्ण आदरणीय शहीद प्रति हम नेकपा माओवादी केन्द्र धनुषा की तरफ से हार्दिक श्रद्धासुमन अर्पण करछि। उनका प्रति सके यी शहीद कमरेड अजबलाल के बारे में साथी सब राखत यही अजबलाल जी वही पार्टी के अग्र मोर्चा में रहेका शहीद मिले किसे उनका बारे में कह जाए वैसे कुछ दिन पहले हम सब संगे उनकर जिम्मेवारी सप्तरी जिला में रहे शीला जी और हम संगे वैसे पहले सप्तरी तक में रहे। उनकर जिम्मेवारी जगह रहे कार्यक्षेत्र वही कार्यक्षेत्र जमीन के ओते बड़का योद्धा होनहार नेता जे जमीन में बहुत बड़का योगदान रहे उनकर और अत्य साहसी आंटी माओवादी केंद्र में बिरले नेता कार्यकर्ता सब रहे। हम सब देखलिए संकट काल में रहे तथापि जनकपुर से उपोषे में अपना समय में हथियार लाकर सप्तरी तक की यात्रा की जे कि बीच में तत्कालीन शाही सेना सब चेक पोस्ट पे चेक करते गए तो यो को नहीं घबराहट भर ओपन कार्य क्षेत्र में खुले आ सब घबराई के बात नहीं। सप्तरी में उनकर कार्य क्षेत्र रहे हम सब संगे रही और वो लोग देखलिए भारत से सेना पीछा करत गए तथापि नहीं घबरा कर ओपन कार्य क्षेत्र में रहले। हम सब अपन जे साथी सब रहे ओकरा भेंट घाट कर ओइला से फरकला के बाद में फिर पटना में भेंट घाट कर हम सब पटने में रहली। वो अपन कार्य क्षेत्र में फरकला लेकिन दुखद बात है बाद में वो बैठक के लागे बाद में शहादत प्राप्त करके हम सब पटने में रही तो था पहली अजबलाल जी के शहादत चले हमारा संगे बड़ा तकलीफ भेल। कई समय में धनुषा जिला के जो शेरे हेम बहादुर रहे ओकरा विरुद्ध में लड़ वाला वही गांव से विद्रोह करे वाला अजबलाल यादव ही एक मात्र रहे जे हेम बहादुर के संगे वही देश में रहल शोषक सामंत या तत्कालीन तानाशाही सामंती राजतंत्र के विरुद्ध में हथियार उठाकर विद्रोह करे वाला व्यक्ति हुए रहे। जय के चलते आई देश में आमूल परिवर्तन मिले। हम फिर महान शहीद कमरेड अजबलाल प्रति श्रद्धासुमन अर्पण करे। हमारे उपस्थित आदरणीय संपूर्ण साथी सबसे प्रमुख अतिथि लगाए उपस्थित